हेलो गाइज, तपाईँहरूलाई एउटा कुरा भन्न लागेको होइन। यो चाहिँ मैले दिनदिनै भ्लग हाल्छु भनेको थिएँ नि त मैले, अनि अब त्यो चाहिँ नसक्ने भयो कि अब घरबाटै मोबाइल नपाउने भएपछि अब कसरी भ्लग हाल्ने र। अनि अहिले चाहिँ यो बिग्रेको मोबाइलबाट भ्लग गरिरहेको छु मैले। यो मोबाइल चाहिँ लास्टै ह्याङ हुन्छ, एडिट गर्नै मिल्दैन क्या मोबाइलमा चाहिँ। अहिले हो गाइज, अब चाहिँ नै भिडियोहरू राम्रोसित बनाउँदै जान्छु, राम्रोसित एडिट गरेर हाल्छु भन्ने सोचेको थिएँ। म पनि एउटा ठुलो युट्युबर बन्छु भन्ने सपना लिएर युट्युबमा आएको होइन गाइज। अब मोबाइलै पाउँदैन, यो मोबाइललाई नि मिल्न त मिल्छ, तर यो मोबाइलबाट चाहिँ ह्याङ हुन्छ क्या लास्टै, अलि चलाउनै गाह्रो हुन्छ। अब सकियो भने त कोसिस गर्छु, अब सकेन भने त के गर्ने हो र। तपाईँहरूले नि सपोर्ट गर्नु होला। म चाहिँ अहिले घरबाट बाहिर आएको छु क्या, यहाँ सिमसिमे पानी परिरहेको छ। अनि हजुरहरूले चाहनुहुन्छ भने होइन तैँले गरेरै देखाउनु पर्छ, यसरी क्विट गर्नु हुँदैन, अनि निरन्तर भिडियोहरू हालिरहनु पर्छ र यसरी छोड्नुहुन्न, हार मान्नु हुँदैन भन्न चाहनुहुन्छ भने यो सुनिल लाइफ जिट्याक्सलाई चाहिँ सब्सक्राइब गर्नु होला। अनि यो मैले यो जबबाट यो युट्युबमा भिडियो हाल्न थालेँ नि, तबदेखिबाट चाहिँ घरमा लास्टै गाली खाएको छु कि मैले। अनि म पहिला पढिरहन्थेँ नि त, अनि अहिले मोबाइल मात्रै चला देख्छ नि त, मैले भिडियो बनाउँदै हिँड्छु र यसको कारणले पनि मैले धेरै नै गाली खाएको छु। अब अहिलेबाट छोड्न त मन लागेन, तर के गर्नु, भर्खर यार एउटा भाइ रहेछ क्या, त्यो भर्खर यहीँबाट अहिले नै क्या म भिडियो बनाउँदै थिएँ होइन, भर्खर गएको कस्तो हाँसेर गएको क्या, त्यो देख्दा मलाई कस्तो अजिब लाग्छ क्या। अरूले गरेको ठाउँमा हाँसेर हिँडिदिन्छन् यार, मान्छेहरू कस्ता हुन्छन् क्या। यसको मुख्य कारण मैले भ्लग छोड्ने भनेको चाहिँ किन हो भने यो अहिले मैले दिदीको मोबाइलबाट भ्लग बनाउँथेँ नि त, अनि उसले मोबाइलै नदिने भयो नि त, अनि त्यही भएर अहिले बनाउन पाउँदिनँ नि त। अब मैले यो अब यसमा तपाईँहरूले राम्रोसित रेस्पोन्स दिनुभयो भने यो मोबाइलबाट नै यसरी नै सुट गरेर बनाउँछु। यसको चाहिँ ब्याक क्यामेरा फुटेको छ क्या, त्यही भएर पनि हो। तिनै हो, अब तपाईँहरूले सपोर्ट गर्छ भन्ने आशा राख्छु। बाई।